पैतालामा घाउ छ, टुप्पीमा औषधि लगायो भने के हुन्छ भन्नुहोस् त? यस्तो हुन्छ। तपाईलाई थाहा छ यो कहाँको हो? यो चाहिँ हो लाटपन्चर सिटोङ समष्टि अन्तर्गत कालीझोडादेखि लाटपन्चर, अनि लाटपन्चरदेखि खरसाङ, अनि कालीझोडादेखि लाटपन्चरदेखि सिटोङ, सिटोङदेखि मङ्पो, मङ्पुदेखि राष्ट्रिय राजमार्ग 10 पुग्ने बाटो, कर्मटको अलिकति माथि रहेको पहिरो, जहाँ चाहिँ केही दिन अघि मात्र यो काम सकिएको थियो। अब यो कामको गुणस्तर हेर्नुहोस् अनि यो कामको अवस्था हेर्नुहोस्। हामीले यहाँ काम गर्दै गरेको समयमा 2 पल्ट लगातार गाडी पल्टिएको खबरहरू तपाईहरुलाई साझा गरेका थियौं, अनि केही दिन अघि मात्र यो काम सकियो। काम सकिन साथ यस्तो भयो। अब मैले सुरुमा भन्दै थिएँ तपाईहरुलाई, पैतालामा घाउ छ, टुप्पीमा दबाई लगायो भने यस्तो हुन्छ। पैतालामा घाउ कहाँ छ? यो चाहिँ हो यहाँ तल सिङ्किङ एरिया छ। कालीझोडा राष्ट्रिय राजमार्ग 10 को बाटो भएर हिँड्दै गर्दा कालेबुङदेखि सिलगढीतर्फ जाँदा कालीझोडा आउनुभन्दा अघि सेतीझोडा छ। सेतीझोडा मुनि पुल, सेती पुलको मुनि बग्ने खोलाको नाम हो सेती खोला, अनि त्यो खोलाको मुहान यो हो। अनि यो मुहान जहिले पनि दबिँदै जान्छ। यो भसुवा, यो सिङ्किङ जोन भइसकेको छ। सानो पहिरो अहिले हेर्दै यति भयानक, यति ठुलो भइसकेको छ। हेर्नुहोस्, यसले जम्मै यो पाखा यसरी पहिरो तानेर, जम्मै यो पाखा पहिरोग्रस्त क्षेत्र हुनुको साथसाथै यता कर्मट भन्ने जुन वनबस्ती छ, त्यो कर्मट वनबस्ती बाटो तलतिरको यो भेग जम्मै तानिसकेको छ। यो भेग त तान्यो, अब खास कुरा चाहिँ यो बाटो रहेको छ। कर्मटदेखि माथिको जुन यो पहिरो गाडे घाउ हो, तर यो गाडे घाउ चाहिँ केही मानिसहरूको निम्ति, केही प्रशासनको निम्ति चाहिँ कमाइ खाने भाँडो भएको छ। यो गाडे घाउ चाहिँ कमाइ खाने भाँडो भएको छ। त्यो कसरी भने, यो बाटोको देखरेख गर्न अघि सरेका जिटिएदेखि अहिलेसम्म पिडब्ल्युडी को इन्जिनियरिङ टेक्निकली डिपार्टमेन्ट फेलुर भएको अवस्था यो दृश्यले बताउँछ। यो जुन ढुङ्गा बिछ्याइएको, जुन क्रेडवल उठाइएको देख्नु हुँदैछ तपाईहरुले दर्शकवृन्द, यो ढुङ्गा होइन, यो रुपैयाँ हो। यो रुपैयाँ हो, यो जनताको रुपैयाँ हो। भत्किन्छ, जाली उठाइन्छ, फेरि दबिन्छ, फेरि उठाइन्छ, फेरि दबिन्छ, फेरि उठाइन्छ, फेरि दबिन्छ, फेरि उठाइन्छ, अनि यसरी फेरि भत्किन्छ। अनि भत्किसकेपछि चुपचाप शान्त, न डिपार्टमेन्ट छ, न काम गर्ने ठेकेदार छ, न कोही मानिसहरू छन्, न कोही निरीक्षणमा आएका छन्, कोही छैन। अवस्था यस्तो छ। काम गर्दै छोडिसकेपछि छोडेर जान्छन् भत्केको ठाउँ जस्ताको तस्तै। अब तपाईहरुलाई म पहिले यो दृश्य देखाउँछु, हेर्नुहोस्। यो ठाउँ चाहिँ, यो बाटो भएर चाहिँ विशेष गरी सिटोङ जान्छन्। सिटोङ चाहिँ, लाटपन्चर सिटोङ चाहिँ यो एकदमै पर्यटकीय क्षेत्र बनेको छ, जहाँ चाहिँ विभिन्न क्षेत्रबाट, देश विदेशबाट पर्यटकहरू आउँछन्। यहाँको जुन सुन्दरता, अनि यहाँ जुन बर्ड्स भ्यू छ लाटपन्चरमा, यसको फोटो खिच्न अनि यहाँको सुन्दरतासित रमाउन देश विदेशबाट मान्छेहरू आउँछन्। अनि आउने बाटोको अवस्था यस्तो छ। अनि यहाँ चाहिँ गाडी रोकेर टुरिस्टलाई झारेर गाडीको ड्राइभर मुटु मुखमा राखेर हिँड्नुपर्ने अवस्था छ। भिडियो यहाँ हेर्नुहोस्। আসেন কোথা থেকে আপনার? আমরা আসছি কলকাতা। কলকাতা হেঁটে এর মধ্যে যাচ্ছেন আপনি?
কেমন লাগছে এদিকে আছে? ভালো তো লাগছে হেঁটে যেতে, কিন্তু এই জায়গাটা দেখে ভয় করছে। हाँ, জায়গাটা তাড়াতাড়ি রিপেয়ার হয়ে গেলে মনে হয় আরো ভালো লাগবে। आप लोग को गाड़ी में उठने का मन नहीं लगा, डर लग गया? হ্যাঁ हाँ, तो अभी ये जो एरिया है सिटोंग, आप लोग क्या पहली बार आ रहे हैं क्या? একদম। पहली बार। और कैसे सुना था, क्या कैसा है? সবার কাছ থেকে শুনেছিলাম জায়গাটা খুব সুন্দর, তো সেই শুনে আসার ইচ্ছা ছিল, হয়ে গেল সবাই মিলে আসা। क्या होना चाहिए था ये रोड की? রোডটা আর একটু ভালো করে এই জায়গাগুলো যেগুলো হয়েছে যাতে গাড়িটা স্মুথলি যেতে পারে সেটা হলে ভালো হয়। थैंक यू। আপনার নাম ম্যাডাম? শাশ্বতী ঘোষাল। দেখি আবার সাইডে যেও না বেশি, আমি পারছি না দেখতে। भाइ टुरिस्ट लिएर आइबस्छ यो बाटो, हिँडिबस्छ? हजुर हजुर। तपाईँ कहाँ हो घर? मेरो चाहिँ लेबुङ हो। लेबुङ हो, दार्जिलिङ। गाडी चाहिँ यताकै हो? दार्जिलिङ हजुर, म दार्जिलिङको। गाडी चाहिँ गाडी पनि दार्जिलिङको मेरो। यता यता तपाईँ खेपिरहनुहुन्छ, आइरहनुहुन्छ? यो सिटोङ आइरहेको छ। अहिले जुन यो बाटोको मेन यो है तपाईँहरूको गाडीको हो? मेन यो कालेझोडाको यो उकालो चाहिँ क्या पानी पऱ्यो भने त चढ्दैन गाडी हो। फेरि अब एकपल्ट स्टप भएपछि ब्याक गर्ने अप्सनै छैन, सानो एकदम सानो बाटो छ होइन। फेरि अफ भएकोले गर्दा पनि यति साह्रो पर्छ नि। कहिलेदेखि यस्तो होला भाइ यहाँको यो यो त अवस्था? म पहिला दुई तिन वर्ष भइसक्यो त। हेर्दाखेरि नै 2-3 वर्ष भइसक्यो। भइसक्यो नि, 2 वर्ष त भयो। अझै भत्किसक्यो त्यो बनाउँदा अहिले त बनाउँदै। झन् भत्किसक्यो। এইটাকে তুলে দিন না একজন। के हुनु पर्छ यसो टुरिस्टहरू लिएर आउँछ? भनिदिनु पर्ने हो। अहिले अब के गरेको, टुरिस्टलाई झारेको? झारेको त मुनि लाग्छ नि त, हाम्रो त ग्राउन्ड क्लियरेन्स राम्रो हुँदैन हो, त्यही भएर झार्नै पर्छ न, ट्याङ्कीहरू लाग्छ नि। दर्शकवृन्द, अहिले म जुन पहिरोमा उभिएको छु, जुन ठाउँमा उभिएको छु, जुन ठाउँको भिडियो तपाईँहरूले हेर्नु हुँदैछ, यो जुन समष्टिभित्र पर्छ, यो समष्टिको सभासद को हो भन्नुहोस् त? यो समष्टिको सभासद जिटिएका मुख्य कार्यपाल अनित थापाज्यू स्वयं हुनुहुन्छ। अनि उहाँको समष्टिमा जुन यो गाडे गाउँ छ, यो गाडे गाउँको अहिलेसम्म मलम लगाउने काम भएको छैन। उहाँलाई पनि थाहा छ, कतिपल्ट यो बाटो हिँड्नुभयो होला उहाँ। सायद यो बाटो मर्मत सठिक ढङ्गमा हुन नसकेको दृश्यले के बताउँछ भने सायद उहाँ हिँड्नु भएको छैन होला यहाँबाट, नत्र यो बाटो बनि नै थियो। यो अहिले ढोल पिटिरहेको विकासको एउटा नमुना पनि हो, जुन विकासको अनुहार यस्तो पनि छ। यो केवल बाटो मात्र होइन, यो राष्ट्रिय राजमार्ग 10 सित नेसनल हाइवेलाई स्टेट हाइवेसित जोड्ने एउटा लिङ्क रोड हो। यो बाटो भएर तपाईँ NH 55 खरसाङ पनि पुग्न सक्नुहुनेछ। अनि यो बाटो राष्ट्रिय राजमार्ग 10 को वैकल्पिक मार्ग पनि हो। अनि यो वैकल्पिक मार्गमा गाडीहरू कसरी गुड्छ भन्नुहोस् त? यसरी गुड्छ गाडीहरू। चालकले मुटु मुखमा राखेर हिँड्नुपर्छ। हेर्नुहोस्, अथङ्काल कहीँ चालकले दिशा जुन आफ्नो नियन्त्रण हराइ पठाइहाल्यो भने गाडी सिधै भिरबाट खस्छ। यस्तो छ। उकालो जाँदा पनि भयो, ओह्रालो आउँदा पनि भयो। उकालो जाँदा त पर्यटकहरूलाई उतारेर मानिसहरू हिँड्छन्, तर अहिलेसम्म यसको सठिक रखरखाव हुन सकेको छैन। प्रशासनमा बस्ने, प्रशासनको दायित्व लिएर बसेका, ती ओहदामा बसेका मानिसहरूले यसको अहिलेसम्म सठिक पहल गर्न सकिरहेको छैन। यो 1-2 वर्ष अगाडिको मात्र सवाल होइन, धेरै वर्ष भयो, दशकौँ भइसक्यो। यो धेरै दशक भइसक्यो। किनभने जुन यो मुहान छ, यो पहिरो जुन हेर्नु हुँदैछ, यो पहिरो जति जति ठुलो हुँदै जाँदैछ त्यति यो फैलिँदै गइरहेको छ। अनि गाउँ तान्दैछ, बाटो तान्दैछ, तर यसको समाधान अहिलेसम्म हुन सकेको छैन। केही लाख, केही करोड रुपियाँको टेन्डर गरेर काम गर्छन्। त्यो टेन्डरको रुपियाँ यसरी बगेर फेरि जान्छ, फेरि अर्को टेन्डर। यो सुरुमै मैले भनिहालेँ तपाईँलाई, केवल केही ठेकेदार, केही प्रशासन, केही व्यक्ति विशेषलाई फाइदा पुर्याउने यो एउटा भाँडो मात्र हो। अनि जुन भाँडोको छेउको बाटोको अवस्था चाहिँ
गाडे घाउको अवस्था चाहिँ यस्तो छ। यस बाटोलाई तपाईहरुलाई अलिकति इतिहास बताउनु पर्दा यस बाटोलाई यसलाई छोडेर अझै सुरक्षित बाटो बनाउन यहाँ यो भेगमा सर्वे पनि गरिएको थियो। जुन यो डाँडा यो पाखा यो भित्र जङ्गलभित्रबाट सर्वे पनि गरेको थियो, किनभने यो भेग चाहिँ फेरि यो यता चाहिँ तपाईको काली खोला भन्ने पर्छ। काली झोडा क्रस गरेर गइसकेपछि जुन काली खोला भेट्छ त्यसको मुहान यसको तल छ। अनि यो भाग यता सेती झोडाको जस्तो यताको जस्तो भाग चाहिँ यता दबिएको छैन। अनि यहाँबाट पनि बाटो निकाल्न सकिन्छ। सुन्नमा आए अनुसार वन विभागबाट एनओसी नपाउँदा यो बाटो यो परियोजना हुन सकेन भन्ने कुरा पनि छ। तर त्यसलाई प्रशासनिक स्तरमा त्यसलाई आधिकारिक रूपमा एउटा सठिक पहल गरिनु हो भने जनताले यति दुःख पाइरहेछ यो बाटोलाई लिएर, यो बाटोको अवस्थाले गर्दा के सरकारले प्रशासनले नयाँ परियोजना बनाउन सकिँदैन होला? नत्र त रेलवेको परियोजना, एनएचपीसीको परियोजना, 717 को परियोजना, यस्ता धेरै परियोजनाहरू पनि सरकारबाटै आउँछन् अनि रुख काटिन्छन्, नयाँ बाटो बनिन्छ। तर जुन यो बाटो जो चाहिँ वर्षौँदेखि मानिसहरूले पीडा झेल्नु परिरहेछ, स्थानीयदेखि लिएर पर्यटकहरूले विभिन्न मानिसहरूले दुःख झेल्नु परिरहेको छ यो बाटोलाई लिएर। तर यसलाई लिएर अहिलेसम्म गम्भीर भएर न कुनै प्रशासन सोच्छ, न कुनै व्यक्ति विशेष, न कुनै नेताले यहाँ, न कुनै जनप्रतिनिधिले नै यहाँ सोचेका छन्। यो खरसाङ विधानसभा क्षेत्रको हो अनि यसका एमएलए हुनुहुन्छ बीपी बजगाईज्यू। उहाँ पनि यो बाटो भएर हिँडेर भोट माग्न हिँडेका पनि हुनसक्छ। तर उहाँ अहिले पनि यो बाटोलाई के कस्तो छ भनेर आउनुभएको छैन। न एमपी आएका छन्, न एमएलए आएका छन्, न जिटिएका प्रशासनका मुख्य कार्यपाल नै आएका छन्। यस ठाउँमा आएर जायजा लिनुपर्ने हो, सर्वे गरिनुपर्ने हो। मैले सुरुमै भनिहालेँ, जिटिएको इन्जिनियरदेखि, केइडीको इन्जिनियरदेखि पिडब्ल्युडीको इन्जिनियरसम्म फेल खाएको ठाउँ यो पहिरो हो। के यसले यो जुन गाडे गाउँ छ यसको जाति हुँदैन होला? यसको सठिक यो बनावट सठिक निरीक्षण गरेर यसको सर्वे गरेर यहाँ सठिक काम हुन सक्दैन होला? तर किन नगरिएको त? वर्षौँ जब भत्किन्छ यसरी क्रेडवल उठाउँछ, फेरि भत्किन्छ, फेरि क्रेडवल उठाउँछ। कहाँ जाँदैछन् त? त्यो फन्ड कहाँ जाँदैछ त? अब यो कति लाख कति करोडको काम यो भयो, अब कन्ट्र्याक्टरले बिल पाइहाल्छ, त्यसपछि फेरि के हो त? कि यतिकै छोडिने हो? फेरि यता अर्को नयाँ परियोजना आउने हो? के हो त यो? के हुन्छ त? आउनुहोस् हामी अब यहाँदेखि अहिले जुन यो बाटोको रखरखाव गरिरहेको विभाग छ पिडब्ल्युडी विभाग, त्यो पिडब्ल्युडी विभागका अधिकारीहरूलाई हामी यहीँबाट नै फोन गर्नेछौँ। रिङ लाग्दैछ। एसिस्टेन्ट इन्जिनियरलाई हामीले फोन गरेका छौँ। उठाउनु भएन, फेरि एकचोटि गर्छु। সোশ্যাল মিডিয়া অ্যাডস বা অজানা গ্রুপ থেকে ইনভেস্টমেন্ট টিপস নেবেন না। এটা সাইবার অপরাধীদের জাল হতে পারে, যা আপনার জমানো পুঁজি শেষ করে দিতে পারে। देखिहाल्नुभयो तपाईहरुले, मैले दुईचोटि फोन गरेँ पिडब्ल्युडीका एसिस्टेन्ट इन्जिनियरलाई, अनि जुनियर इन्जिनियरको नम्बर पनि थियो, उहाँको नम्बर लागेन। अनि त्यहाँ बात गरेर त्यसपछि फेरि हामी इईसित पनि बात गर्नेछौँ भनेर मैले सोचेको थिएँ, तर हुन सकेन। अब के होला त यो कर्मठको पहिरोको अवस्था? कर्मठको जुन यो गाडे गाउँ छ, लाठपन्चरबासी, सिटोङबासी, छमेलबासी, बहत्तरबासी, कर्मठबासीले जुन यो पीडा भोग्नु परिरहेको छ, यो सिटोङमा आउने पर्यटकहरूले जुन यो दुःख झेल्नु परिरहेको छ, यसको समाधान कहिले होला त? कहिले यो बाटो ठिक बनिएला त? वर्षमा 2-3 चोटि बनाउनु नपर्ने अवस्था कहिले होला त?
तपाईँको नाम के हो? मेरो रमेश तामाङ। तपाईँ कर्मठवासी यहीँ बस्नुहुन्छ। हजुर। यो जुन पहिरो छ नि कति वर्षदेखिको यस्तो हो यो पहिरो जुन यो अवस्था कहिलेदेखि यस्तो होला थाहा छ तपाईँलाई? तपाईँको म त्यति बेला 10 वर्षको उमेर थियो, अहिले म 49 पुगेँ, 49 वर्ष। त्यति बेलादेखिको गएको यो। 10 वर्षदेखि गएको? तपाईँ 10 वर्ष हुँदा गएको कि 10 वर्ष हुँदा तपाईँले थाहा पाएको? 10 वर्ष हुँदा चाहिँ मैले चाल पाएको। त्यति बेला चाहिँ अब हामी नानीमा खेली हिँड्दा चाहिँ अलिकति अब यसो है यताउता हेर्दाखेरि त्यति बेलादेखि गएको नि त यो पहिरो चाहिँ डल्लै नै। त्यति बेलादेखि गएको। पहिला त अब हामी तपाईँको यहाँबाट वरपारी जङ्गलहरू पनि जान्थ्यौँ, तर बिचबाट बाटो बनाएको थियो ठुल्ठुलो मान्छेहरूले चाहिँ हो। तर पहिरो चाहिँ त्यतिकै नै। गाडी हिँड्थेन? गाडी हिँड्थेन नि। गाडी हिँड्थ्यो, गाडी अब त्यही बिजोकै हो, घरि कता अड्किने घरि के हुने हो। पहिला तपाईँको यो फरेस्टहरूले पनि बहुत गरे पहिरोमा, तर केही। अच्छा, कसले गरे? फरेस्ट भयो, त्यसपछि डिजिएससी पनि आयो। फरेस्टले गरे पहिरोमा, त्यहाँबाट डिजिएससी भयो, त्यहाँबाट जिटिएले गर्यो, त्यहाँबाट अहिले तपाईँको पिडब्ल्युडीले। तर खासैको उयो चाहिँ भएको छैन, कसैले केही गर्न सकेन कसैले लिएर केही गर्नै सकेन अहिलेसम्म। यो के गर्दा ठिक रहला तपाईँको एउटा अनुभव? तपाईँले एउटा यसो हेर्दाखेरि नि के गऱ्यो भने चाहिँ ठिक हुन्छ जस्तो लाग्छ तपाईँलाई? यो त अब अहिले मेरो हेराइमा भन्छ डाइभर्सन नै हो। यसलाई डाइभर्सन कताबाट गर्नु? यो त यतापट्टिबाट पहिला त तपाईँको सर्वे भएको नि कालीखोलापट्टिको। हजुर हजुर हजुर, यो पल्लोपट्टिबाट डल्लै त्यति बेला त ट्र्याकहरू खनेर पनि उ गरे, तर त्यति बेला त्यही हो पार्टी पोलिटिक्स यताउता भएर नै त्यो नभएको पनि होला सायद अब अहिले बुझ्दा चाहिँ हो। यो कुन सालको कुरा हो? यो त तपाईँको झन्डै 95 तिरको होला सायद। 95 को कुरा थियो डाइभर्सनको? हजुर हजुर, 95 हुनुपर्छ मेरो अन्दाजमा चाहिँ। मैले हिजो अस्ति पनि यो डाइभर्सनको फरेस्टले रोक्यो भन्ने सुनेको थिएँ, के सही हो त्यो पनि? यता यहाँ कहाँबाट सर्वे हुँदै गर्दा त्यो मेन त अब फरेस्टले नै रोकिदिन्छ हाम्रो त कतिवटा कुरो एनओसीहरू भयो यताउता भयो है। तर अब अहिले सुन्नुमा आउँदा चाहिँ अब फरेस्टको ठुल्ठुलो अफसरहरूसँग पनि अब मिटिङहरू भइसकेको छ चाहिँ भन्दैछ। तर हुन्छ अब हामीले त सुनेको भरमा है, देखेको छौँ न हो। खासमा चाहिँ डाइभर्सनै हुनुपर्ने हो नि त। हिजो अस्ति यहाँ काम सक्यो, त्यो काम भत्क्यो बाटो नि? हजुर, डल्लै नै गयो त्यो। घाउ चाहिँ मुनि छ? माथि टालेर त भएन नि। माथि टाल्छ। खासमा चाहिँ मुनिबाटै गर्नुपर्ने हो, तर मुनिबाट भएको छैन, माथि टाल्छ। त्यो माथि टालेर झन् त्यो तपाईँको त्यो वेट भएर झन् दबिएर गइहाल्छ। हुन्छ हुन्छ।